लामिछाने सर राजसभाबाट पनि छुटिनु भयो हैन अनि राजसभाको हाम्रो अहिले चाहिँ जनताको सबको डिमान्ड भनेको चाहिँ के छ भन्दाखेरि हाम्रो राजसभादेखि लिएर हाम्रो रवि सर बालेन सर सबै एकदम अहिले हर्कजी हाम्रो जति पनि अहिले हाम्रो कुलमान सर छ नि सबैजना जुन बेलासम्म एकै ठाउँमा आउँदैन एकअर्काको भोट काट्ने मात्रै काम हुन्छ हैन त्यसैले मैले अनुरोध सबैलाई के गर्ने भन्दाखेरि यो यथार्थ हो हैन यो यथार्थमा तपाईले 79 सालको चुनाव पनि हेर्नु कतिवटा क्षेत्रमा घण्टी भर्सेस लौरो भएकोले पुरानोले जितेको छ के हैन त्यो तपाईहरुले एकताली विश्लेषण गर्नुस् हैन त्यतिबेला पनि खास दिमाग फुर्नु पर्ने थियो हाम्रो हैन त्यो लौरोमा पनि के भन्छ लौरोको उम्मेदवार घण्टीका उम्मेदवारहरुको यस्तो राम्रो मत आयो तर लास्टमा 200 मत हैन अथवा 500 मत अथवा 1000 भोट भन्दा कमले पुरानो पार्टीहरुले जित्यो हैन त्यसकारण यो चाहिँ नि हामीले याद गर्नुपर्छ मनन गर्नुपर्छ मैले अनुरोध गर्ने भनेको चाहिँ देशलाई माया गरौँ दलहरु आउँछ जान्छ तर देश यो हामीसँग धेरै समय छैन हैन युवाले निकास खोजेको छ 23-24 गतेको जस्तो रक्तपात अब हामीलाई सह्य छैन क्रान्ति भनेको कुरा देशले कतिचोटी बेहोर्ने हैन यो हाम्रो युवाहरूले कतिचोटी बलिदानी दिने यो 22 वर्षको महिनामा आफ्नो बुवा गुमाउनु पर्यो द्वन्द्वकालमा त्यो कतिचोटी गर्ने अब चाहिँ पुग्यो अब चाहिँ देशलाई अगाडि राखेर मिलान्छ है त मिल्नु पर्छ भनेर तपाईहरुले पनि मेसेज दिनु एकदम फागुन 21 मा चुनाव हुन्छ त्यो मिलाउन सुमना श्रेष्ठजीले देशलाई माया गर्छ भने मिल्न तयार हुनै पर्छ देशलाई यो पुरानो पार्टीबाट मुक्ति दिनु छ भने मिल्न तयार को छैन मलाई थाहा हुन्छ भनेको अब फागुन 21 मा सुमना श्रेष्ठजी कहाँबाट उज्यालो नेपालबाट चुनाव लड्दै हुनुहुन्छ सुमनाजी फागुन 21 मा हजुर अहिले उहाँको बारेमा हैन मिल्नु हुन्छ नि उहाँसँग अफ कोर्स मिलेर हाम्रो अनि अहिले हाम्रो तपाई पहिला पनि मेरै कुरा गरौँ न थोरै रवि लामिछाने सर राजसभाबाट पनि छुटिनु भयो हैन अनि राजसभाको हाम्रो अहिले चाहिँ जनताको सबको डिमान्ड भनेको चाहिँ के छ भन्दाखेरि हाम्रो राजसभादेखि लिएर हाम्रो रवि सर बालेन सर सबै एकदम अहिले हर्कजी हाम्रो जति पनि अहिले हाम्रो कुलमान सर छ नि सबैलाई मिलाएर चाहिँ अहिलेको नयाँ परिवर्तन चाहन्छन् नि सबलाई एकै ठाउँमा लिएर आएर चाहिँ पुरानो जति पनि छ नि अब हामीले पुरानोबाट चाहिँ हुँदैन नयाँबाटै नै हुन्छ देशको चाहिँ अब जे पनि परिवर्तन हुन्छ नयाँबाटै सम्भव छ भन्ने चाहिँ अहिलेको नयाँ पुस्ताको पनि त्यो बुझाइ त्यही हो हैन नयाँ पुस्ताले नि हामी मै पनि एउटा जेन्जी हैन अब हामी आफै नै गर्ने हो भन्ने हैन कि हामीले जे राम्रो मान्छेलाई दिनुपर्छ राम्रो मान्छेलाई अवसर पाउनुपर्छ भन्ने चाहिँ अहिलेको युवाहरूको माग हो नि त त्यसले गर्दा फेरि सबजना चाहिँ तपाईहरु के अब राष्ट्रबाट